काठमाडौँको सुकुम्बासी बस्तीमा कोदर चलाउने बालिन्छ होइन बालिन्छ काठमाडौँको चाहिँ गरिखाने सडकका मान्छेहरूलाई चाहिँ कोदरले चलाउने बालिन्छ होइन अनि त्यही व्यक्तिले झापामा गएर चाहिँ तपाईँको सुकुम्बासीलाई चाहिँ लाल पूर्जा दिन्छ भन्ने विश्वास गर्ने हो नि त जनताले धोका पायो म सबै जनतालाई अनुरोध गर्न चाहन्छु धोका नपर्नुहोस् विगत हेर्नुहोस् जो कुरा हेर्नुहोस् कस्तो कुरा हेर्नुहोस् र आज के भन्दैछ भोलि के कसो भन्दैछ यस्ता चाहिँ कुरामा विश्वास नगर्नुहोस् भन्ने चाहन्छु म चाहिँ पहिलो कुरा है दोस्रो कुरा चाहिँ निकै ठुलो डिजाइनका साथ बाल्नेलाई त्यहाँ त्योभित्र एउटा चाहिँ तपाईँको एमाले भित्र एउटा चाहिँ टेन्सन सिर्जना गर्ने हाम्रो अध्यक्ष जो चाहिँ तपाईँको 165वटै निर्वाचन क्षेत्रमा जानुपर्ने व्यक्ति हो नि उहाँ चुनाव प्रचारको लागि त्यही चाहिँ म इन्जोय गराइदिएपछि चाहिँ एमालेको प्रचारको अभियान पनि अलिकति कमजोर बनोस् भन्ने चाहिँ मुद्दाका साथ होइन तेस्रो भनेको चाहिँ हल्लाइहाल्को त्यसो नि झुट फरेब सारा चाहिँ कुराकानी गरेर त्यहाँको जनतालाई चाहिँ झुक्याउन सकिन्छ भन्ने प्रयत्न गर्न खोजे अब सुरुको दिनमा त अब जित्यो चाहिँ बालेले भने अब 21 सय पुग्नु न जित्यो